हिँड्दा हिँड्दै झ्यापै डाइनोसर आयो भने के गर्नुहुन्छ? हाई गाइज, दिस इज समृद्धि। अनि मलाई जिन्दगी पिसफुल भइरहेछ भने केही न केही उटपटाङ एक्सपिरियन्स गर्न मन लागिहाल्छ। त्यही भएर आज म गएँ कमल पोखरी सिटी सेन्टरको 3rd फ्लोरमा लोकेटेड फ्लाइओभर इन्टरटेनमेन्टमा। नेपालमै पहिलो 8 सिनेमा, त्यो पनि म जस्तो पारवाला चस्मा लगाउनेलाई ठिक्क हुने, बिना कुनै भिआर, जम्मा 300 मा एक्सपिरियन्स गर्न पाइने। यति बबाल रहेछ। एकै पटक 10 जनाले एक्सपिरियन्स गर्न पाइने। जान्न साथ सुरुमा सेफ्टी प्रिकसनहरू एक्सप्लेन गरिदिनु भयो अनि सुरुमै डाइनोसर वर्ल्डमा गए। फर्स्टमा स्क्रिन ओपन हुने रहेछ, त्यसपछि बसेको सिट नै भित्र जाने, त्यसपछि त यस्तो क्रेजी एक्सपिरियन्स, साच्चीकै डाइनोसर अगाडि आएको जस्तो। भिआरमा आँखाको मात्र सेन्सेसन हुन्थ्यो, तर यसमा त फुल बडीमै सेन्सेसन हुँदो रहेछ। त्यसपछि फेरि मैले डीप सी वर्ल्डको पनि एक्सपिरियन्स गरेँ, त्यो पनि साच्चीकै समुद्रमै गएको जस्तो हुने। उहाँहरूसँग 7+ वर्ल्डको अप्सन छ, जस्तै इन्टर स्पेस, फरेस्ट एन्ड अल। हजुरले पनि आफूलाई मनपर्ने वर्ल्डमा जान सक्नुहुन्छ, तर मेरो रिकमेन्डेसन चाहिँ डाइनोसर वर्ल्ड हो। मात्र 300 मै यति क्रेजी एक्सपिरियन्सको लागि यु मस्ट भिजिट फ्लाइओभर इन्टरटेनमेन्ट।